तपाईले महिनाभरि मेहनत गरेर पैसा त कमाउनुहुन्छ तर महिनाको अन्तमा बैंक ब्यालेन्स किन शून्य हुन्छ? किनकि मानिसहरू सामान्य तलबबाट करोडपति बन्छन् तर केही मानिसहरू ठुलो तलब भएर पनि सधैँ पैसाको अभावमा हुन्छन्। समस्या आम्दानीमा होइन, समस्या पैसासँगको बानीमा हुन्छ। आज म तपाईलाई धनी बनाउने 4वटा नियमहरू बताउने छु। यदि यी नियमहरू तपाईले आफ्नो जीवनमा लागू गर्नुभयो भने तपाईको पैसा तपाईका लागि काम गर्न थाल्नेछ। रुल नम्बर 1, पैसा देखाउने होइन भविष्य बनाउने हो। आज सामाजिक सञ्जालले हामीलाई एउटा भ्रममा पारेको छ। अरूले नयाँ बाइक किन्यो, हामीलाई पनि नयाँ बाइक चाहियो। छिमेकीले 3 तले घर बनायो, हामीले पनि ऋण लिएर भए पनि 4 तले घर बनाउन पर्यो। महँगो मोबाइल, ब्रान्डेड कपडा, लग्जरी क्याफे, यी सबैले केही समयको लागि खुसी दिन्छ तर त्यसपछि आउँछ EMI, क्रेडिट कार्डको बिल, तनाव र आर्थिक दबाव। साँचो धनी त्यो होइन जो धेरै खर्च गर्छ, साँचो धनी त्यो हो जो आफ्नो पैसालाई सही ठाउँमा पठाउँछ। रुल नम्बर 2, पैसा बैंकमा होइन सिस्टममा लगाउनुहोस्। धेरै नेपालीको विचार हुन्छ बैंकमा पैसा राखे सुरक्षित हुन्छ। सुरक्षित त हुन्छ तर धनी बनाउँदैन, किनकि मुद्रास्फीतिले हरेक वर्ष पैसाको मूल्य घटाइरहेको हुन्छ। पैसा लुकाउने सबैभन्दा राम्रो ठाउँ भनेको लगानी हो। शेयर बजार, म्युचुअल फन्ड, व्यापार व्यवसाय वा कुनै सिप, यी सबै यस्ता सैनिक हुन् जसले तपाईलाई सुतिरहेको बेला पनि तपाईका लागि पैसा कमाइरहेका हुन्छन्। धनी मानिसहरूले नगद होइन आय उत्पादन गर्ने सम्पत्ति एसिड जम्मा गर्छन्। रुल नम्बर 3, आफ्नो आम्दानीलाई 3वटा बक्समा राख्नुहोस्। आजदेखि आफ्नो आम्दानीलाई 3 भागमा बाँड्नुहोस्। पहिलो बक्स खर्च, खाना, घरभाडा, बिजुली, शिक्षा, स्वास्थ्य, केवल आवश्यक खर्च यो बक्समा राख्नुहोस्। र दोस्रो बक्स सुरक्षा, कम्तीमा आफ्नो आम्दानीको 20% इमर्जेन्सी फन्ड बनाएर राख्नुहोस्। जस्तै जागिर गयो, बिमारी पर्नुभयो भने यही पैसाले तपाईलाई बचाउँछ। तेस्रो बक्स लगानी, फेरि कम्तीमा आफ्नो इन्कमको 20% तेस्रो बक्समा राख्नुहोस् जसबाट तपाईले शेयर मार्केट, म्युचुअल फन्ड, बिजनेस या कुनै स्किल सिक्नमा खर्च गर्नुहोस्। यही बक्सले तपाईको भविष्य बदल्नेछ। रुल नम्बर 4, पहिला बचत होइन पहिला लगानी। धेरै मानिसको सोच हुन्छ पहिला खर्च गरौँ, बच्यो भने बचत गरौँ ला भन्ने हुन्छ, तर वास्तविक नियम उल्टो हो। पहिले आफ्नो लागि पैसा छुट्याउनुहोस्, त्यसपछि मात्र खर्च गर्नुहोस्। यसैलाई नै भनिन्छ पे योर सेल्फ फर्स्ट। तलब आएको दिन 20% सिधै लगानी वा बचत खातामा राख्नुहोस्, त्यसपछि बाँकी पैसाबाट महिनाको बजेट बनाउनुहोस्। कल्पना गर्नुहोस् 2 साथी विदेशबाट 50-50 लाख रुपैयाँ नेपाल फर्किए। पहिलोले सबै पैसा बैंकमा राख्यो, दोस्रोले इमर्जेन्सी फन्ड छुट्यायो, केही पैसा शेयर बजारमा, केही म्युचुअल फन्डमा या केही सानो व्यापार व्यवसाय सुरु गर्यो, नयाँ सिप सिक्यो। 5 वर्षपछि पहिलोको पैसाले ब्याज थोरै मात्र बढ्यो तर दोस्रो व्यवसाय, सिप र लगानी सबै बढिसकेका थिए। अन्तर पैसामा होइन सोचमा थियो। याद राख्नुहोस्, जबसम्म तपाई पैसाको लागि काम गर्नुहुन्छ तबसम्म पैसा तपाईको मालिक हो। तर जुन दिन पैसाले तपाईको लागि काम गर्न थाल्छ त्यो दिन तपाई साँचो अर्थमा आर्थिक रूपमा स्वतन्त्र हुनुहुन्छ, जसलाई फाइनान्शियली फ्री भनिन्छ। तलब आएको दिनदेखि कम्तीमा 20% पैसा छुट्टै लगानी खातामा राख्ने बानी आजदेखि सुरु गर्नुहोस्। सानो रकमबाट सुरु गर्नुहोस् तर सुरु अवश्य गर्नुहोस्, किनकि धनी बन्ने रहस्य धेरै कमाउनमा होइन, कमाएको पैसालाई सही ठाउँमा काम लगाउनमा हुन्छ।